हेलो साथीहरू, आज तपाईहरु अघि एउटा भिडियो लिएर आइरहेको छु र म चिकन बिरयानी बनाउन गइरहेछु। हेर्नुहोस् होला, एकपट्टि म प्याज फ्राई गर्दै छु र अर्कोतर्फ चिकन म्यारिनेट गर्नको लागि चिकनमा मसलाहरू सबै हालेर रेडी छ। र अब यसमा म दही मिक्स गर्न गइरहेछु। र दही हालेपछि एउटा निम्बु काटेर मजाले यसको रस हाल्नु पर्यो र सबै मिक्स गर्नुपर्छ। र अर्कोपट्टि प्याज जुन मैले अघि फ्राई गर्दै थिएँ त्यो डिप ब्राउन भएपछि यो पनि एकछिन तारेर राखेर यसलाई पनि म्यारिनेट गर्नमा हाल्दैछु। जुन चिकन म्यारिनेट गर्दैछु त्यसमा यो प्याज पनि मिक्स गर्न गइरहेछु र यहाँ धनिया काटेर रेडी छ। अब यो पनि मिक्स गर्नको लागि हाल्दैछु। त्यसपछि जुन अघिको फ्राई गरेको प्याज छ त्यसलाई पनि यहाँ मिक्स गरौँ। यसरी सबै मसला हालेपछि अब मजाले यसलाई मिक्स गर्नु पर्यो। देखि मसलाहरू मजाले पसोस्, मिक्स होस् भनेर। यसलाई हेर्नुहोस् त साथीहरू, कति मजाको देखिरहेछ। र अब यसलाई 1 घण्टाको लागि एकछिन राखौँ त। र अर्कोतिर भात मैले भिजाएर राखेको थिएँ चामल, त्यसमा गरम मसला, कुटेको लौंग, इलायची, दालचिनी हाल्दै यसलाई ग्यासमा सानो आँच गरेर टेकाइरहेछु। र अर्कोतिर अघिको चिकन जुन म्यारिनेट गरेको थिएँ त्यो पाक्दैछ र यहाँ जुन अघि तपाईहरुलाई देखाएँ भात, त्यो सानो आँच गरेर यसलाई पकाउनु पर्छ। र यो पाकेपछि हेर्नुहोस् होला, म देखाउँदैछु। र अब यो भर्सिने टाइम भयो र यसलाई सानो आँच गरेर पकाउनु पर्छ। र यो भात पाकेर मेरो रेडी छ। अब मेरो यो जुन अघि पाकेको भात थियो यसलाई मैले एउटा ठुलो भाँडामा खनाएँ। त्यसको माथि जुन चिकन ग्रेभी थियो त्यो राख्दैछु। यसरी राइसमा जुन अघि पाकेको चिकन थियो यसलाई राख्ने, अनि त्यसको बादमा यो माथि फेरि भात हाल्नुपर्छ। र यसरी भात हालेपछि बिरयानी मसला, बटर, घिउ हालेर अनि प्याज जुन फ्राई गरेर राखेको हुन्छ त्यो पनि यो बिरयानी जब रेडी भइसक्छ त्यसमा घिउ, बटर, चिकन बिरयानी मसला हालेपछि माथिबाट प्याज फ्राई र फुड कलर हालेर एकछिनको लागि सानो आँचमा पाक्नु